धन लिएर कश्यप फर्केर गए। तक्षक आयो, उसले परैबाट देखो मणि मन्त्र औषधि चारैतिर छिड्काउ भएको छ, कोही पनि जान सक्दैन। कसैले दंशन गरिहाल्यो भने तुरन्त औषधि तयार, मन्त्र पनि तयार, नागहरू भगाउने, सर्पहरू भगाउने। कसरी जाए? उसले तुरन्त आफ्नो संगठन बडा स्ट्रङ थियो तक्षकको। उसले आफ्ना जातिका बन्धुबान्धवहरूलाई खबर गर्यो, म आउँदैछु, तिमीहरूले सहायता गर्नु मेरो। के सहायता गरौँ? यी सबै इच्छाधारी नाग थिए, तिमीहरू सबै साधु महात्माको भेषमा हिँड मसँग। बस परीक्षितलाई वध गर्नुपर्ने छ, मेरो सहायता गर। ती नागहरूले मूर्तिमान मनुष्यकै जस्तै आकृतिलाई धारण गरे। साधु सन्त महात्माको भेषमा त्यही महलको द्वारमा आइपुगे। यता तक्षकले